तो हेलो गाइज आई विल भाई मैंने ये सब सर्वाइवल में किया है इन केव गाइज। उई आइरन भेट्यो कति धेरै। ओए हेर्न आइरन ओए माय गॉड म त यहाँ सबै लिन मिलेर नि म त यहाँ के गरेर चाहिँ त नुब्डै हो अनि क्रिएटिभमा नि सर्भाइभल जस्तो खेल्ने त्यस्तो कहिले देखेको छैन मैले के बनाउला त्यो थाहा भएन यार। नत्र म यहाँ लडाको सरी यस्तो कसरी बनाउँछ आला तँलाई त चाहिँ नुब्डै हो क्या यार स्टिक पनि बनाउन अनि कि महान नुब्डा कि नुब्डा त्यो दुईटामा एउटा भन्दा होइन आइरनले बनाउने। सो आई विल क्रिएट यो पछि चाहिँ म पुरै आर्मरको बनाउँछु पुरै आइरन आर्मर बनाउँछु यो पछि चाहिँ। अहिले चाहिँ बकेट बनाऊँ एउटा बकेट पानी। ओए आइरन राम्रो कि एमराल्ड एमराल्ड राम्रो कि आइरन एमराल्डले ट्रेड हान्न ऊ पनि पाउन सक्छस् तैँले बुकहरू म स्टिक कसरी बनाउनु थाहा भएन साला त बड यताले स्टिक केले बनाउने नि थाहा नहुने नुला तले यसो गर्ने यस्तरी बनाउने थाहा पाइस् नुब्डे। यहाँहरू चाहिन्छ अहिले पछि हामीलाई क्यारोट नि हामीलाई चाहिन्छ यहाँहरू सबै चाहिँदैन जे गर्नुहुन्छ गर मलाई क्रिएटिभबाट लिएर त चाहिँ किन हावामा उड्या यार जे भने लिन त लिस् नि म सबै फाल्दे फाल्यो होला फेरि आयो त यार लायर स्टिक अब केले बनाउने होला स्टिककै सिधो अब त कोइलको त फाइदै हुँदैन यार मलाई त उहिले एक्चुअली त यार केडा खेल्ने भए सिङ्गिङ गर अनि फ्रेन्ड गेस पढाइ केडा कसलाई भन्यो तैँले भिडियो बनाइरहेको छु बनाइस् यो चाहिँ के घन्टा हेलो भन्दैन मेरो नाम चाहिँ सोलार खोइ के छ सोलार हालद छ अहिले पछि देखाउँछु। उए फेरि भेटे आइरन केटा हो उही हुन नि सक्छ यो अनलिमिटेड कोपर बनाउँछु अहिले त युट्युबमा हाल्ने सोचिस् कि आएर हो बनाएर त मलाई जहाँ पाइदिए हिँड्छस् होला नि आया ओइ जम्बी आयो केटा हो जम्बी नुब्डे लामा साला भाग योसँग त म किन डराएको यार नुब्डे चल भाग हाडेको ओए मर्यो यार केटा हो मर्यो म केटा
मऱ्यो भने त फेरि गाह्रो हुन्छ यहाँ आउनलाई ओए 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 मैंने वाटर बकेट किधर लगाया वही साले इधर बहन के ओए 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 पीछे 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 भूल गया ये साला बहन की लोड़ी नेपाली बोल रहा है प्यार भाई क्या हमको क्या पता ओ गाइस भाई मैंने एक जगह ढूंढ लिया मुझे एक शिप एक बेड की जरूरत है गाइस भाषा बोलते हैं भाई मुझे कोल बेटे यार कति बेरी भाई मुझे एक बेड की जरूरत है ओ मलाई चाहिँ के बनाइदिएन के स्मेल्ट गरेर त्यो कपरहरु लिन यार केडा हो कस्तो के स्टोन कपर स्टोन माइन गर्ने यी यस्तो 6 जन्मसम्म चाहिँ कति हो अनि क्राफ्टिङ टेबल राख अनि त्यहाँ हेर्न क्राफ्टिङ टेबल हैन कसरी बनाइदिए साला भ्यान के लोडे यार त साइकै हो क्या हो यार न बना त लु तँले पलाउँछ भने ला उही आफ्नै ठाउँमा आए त केडा हो पहिला आफ्नै ठाउँमा आए त कसरी उही जम्बी आयो उही केडा हो पढ्न एकछिन त ओए म मर्न आँट्यो है भ्यान्चोद ला यार खानेकुराको पनि कमी हुन आँट्यो हामीलाई त कोल बाइक किन्दैन आइरन किङ छ यार यहाँ यो न्युजलाई चाहिँ झेप्पाइटे गरेर हिँड्छ यार उकेडा मैले आर्मर बनाए फुल्ली अब बुवा हानेर हेरौँ न चल्छ कि एरो चाहिँ छैन एउटा पनि तर नि उही कसरी चल्यो ए एउटा एरो रहेछ यार मसँग केडा त चुप न यार ओके केडा एउटा सबैले साला फर्स्ट टाइम भेटे थिइस् र यस्तो विधि चिल्लाएर भने फर्स्ट टाइम भेटे थिइस् कि क्या यार त्यो त्यस्तै हुन्छ क्या कहिलेकाहीँ हरर साउन्ड आउँछ क्या कहिलेकाहीँ साला गेमभित्र चाहिँ तैँले चाहिँ अनि प्र्याङ्क चाहिँ कसले तैँले तेरो बाउले हान्छ आएर लुक्डा हो म बाहिर जान लाग्यो किरा म क्रेटी भानौँ कि नानौँ साला डरायो भन्छ कि सबैले त्यही भएर सर्भाइभल खेल्न डराएको भन्छ क्या त्यही भएर क्रिएटिभ नाच्ने भनेको म कहाँबाट आएको हेर मैले त्यही बिर्सेँ केटा उही गोल्ड भेट्यो केटा ओ गोल्ड once more ला टचै भेटेन ए भेट्यो स्याला यस्तो यहाँ गोल्ड लुचा तँलाई त कहाँ छोड्छु र लुचा एउटा छोड्नु नै केटा गोल्ड भेट्यो भने चाहिँ
हो अब यहाँ बाहिर जान आएर केटा अहिले फेरि यही बाटोबाट आउनुपर्छ उही आइरन पहिला लुटौँ भने मात्रै जाउँ है केटा कस्तो जम्बीसँग नि डराएको के भन्छ खड्न त साला के रे त पागल हो क्या बडो यसले भेटेको डायमन्ड के भन् त्योभन्दा पछाडि गरे यार झ्यालतिर मेरो लक काम गरेछ के आराम से लकी बोय ओ यार किन नदेख्ने के भएको एकछिनको लागि त हामी अब डी खाँदै जाने माथि ओहो फेरि आइपुग्यो चाँडो जानु पर्यो त यार केटा चाँडो आइपुग्यो आइपुग्न आँट्यो कस्तो के भएको भोग्लाएर मर्न आँटिसक्यो म केपकै अलिकति यता आइपुगेछ चाँडो के हो खोइ यो किन दिँदैन त डायमन्ड देखेनस् डायमन्डलाई नचिने कस्तो साइको हो मेरो साथी बनाना साले यहाँ म भोग्लाएर मर्न आँटिसक्यो साला त कुन सर्भर म कुन सर्भर त कुन ओल्ड म कुन ओल्डमा साला भएर उयो केटा मर्न आँट्यो त मर्न आँट्यो यस्तो चाहिँ छोड्नु नै यो वुडहरू चाहिँ काम लागिरहेछ अलिक चाहिन्छ तल खन्दाखेरि चाहिन्छ तेरो बाबाको कस्तो मायासल के आएछ ला ल्याक चलेको केटा हो कस्तो ल्याक चलेको बुढे यति भए पुग्छ यो दुईटा गर्ने फुटामा सबै हाने लकडा पुग्यो वुड अब सिप खोजौँ सिपको उल भेट्यो एउटा उल भेट्यो एउटा चाँडो खोजौँ न केटा हो यार ब्लू भेट्छ यार यो मुला मेरो साथीले चाहिँ डायमन्ड नै नचिन्ने भयो
एकटालाई छोडिदिने म जानहरूलाई एउटा नि छोडिदिने सालालाई त कहाँ देखाउनु हुन्न कहाँ पुग्यो त्यो मेरो घर कहाँ खोज्नु जाने यार अब मैले उल देख्यो एउटा सिप देख्यो खाना नि लानुपर्छ यार तल भेट्दैन रहेछ दुईटा उल भयो के यार सिपै भेट्दैन त सिप भेटेस् भन्दै हुन्थ्यो नि यार केटाहरूले गाउँ बच्चालाई त म त छोड्दिनँ सिप भेटेको भए त हुन्थ्यो नि यार कमसेकम लास्ट एउटा सिप अनि म केभमा जान्थेँ यार एउटा सिप एउटा बच्चा भेट्यो बच्चालाई मार्न नि मजा हुँदो रहेछ यार सिपको लामो कहाँबाट आएको थियो फेरि टिभी थियो के डायमन्डको त डायमन्ड गार्डनर बनाउनु म चाहिँ चाँडो खोजौँ न यार त्यो ठाउँ कहाँ गयो लामा त्यो ठाउँ खोज्दा हामी पस्यो कहाँ आएर त्यो ठाउँ कहाँ गयो यार त्यो ठाउँ कहाँ गयो कहाँबाट आएको त्यही बिर्स्यो अनि यतातिर हेरौँ त कुन चाहिँ रुख खाली छ बना नि त अनि जे बनाउनु बना नि यार कसरी बनाउने त्यहाँ खोज्न यस्तो देखिरहेछ नि यता हेर त यस्तोमा थिच उडै छैन जस्तै छैन उयो बना कहाँ थियो यार म कहाँबाट आएको थिएँ त्यही बिर्सेँ यार केटा हो कसरी जाने तल फेरि त्यो केपको ठाउँ बन्छ त यार त चुप लाएर बना न यहाँ म ल्याङ भयो क्या मेरो कहाँबाट आएको त्यही बिर्स्यो क्या याद आयो यतैतिरै कहीँ छ यतैतिरै त्यो ठाउँ छ यतैतिरै छ कमसेकम यतैतिर छ विश्वास भयो मलाई
यतैतिरै छ जस्तो लाग्यो त्यो ओपन रहेछ म त आएर नि काम छैन यार। यसको हेलमेट बनाइदिनु पर्यो। केसको डायमन्डको मैले कस्तो प्रोग्रेस हानेछु पहिले कहाँ हो केपमा जाँदै अब त मलाई बुट्स मात्रै बनाउने हो। केपमा जानुभन्दा अगाडि एकजनासँग फिला पर्छ एक ठाउँ नरोकिकन जाने हो स्याला एक ठाउँ रोक्यो कि मर्यो सम्झे नि हुन्छ ल यहाँभित्र लाभा छ ला ल्याग चल्यो आइएम ल्यागी फेरि नर्मल